एभ्रिवान वेलकम ब्याक टु माई च्यानल एगेन अनि फेरि पनि नयाँ भिडियोको साथ चाहिँ म आइसकेको छु यन्जु ब्लगमा। भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। अनि साथीहरू हेर्नु न, यहाँ रातभरि नसुतेर है निन्द्रा नलागेको यस्तो पिम्पल्स आइरहेछ। सो आज चाहिँ छुट्टीको दिन पनि हो। सिस्टर र म चाहिँ जङ्गलमा जान लागेको। जङ्गलमा चाहिँ के गर्न जान लाग्यो भने चाहिँ हामी चाहिँ यहाँ झोलासेला बोकेर टक्क लाएर अब हाम्रो गाउँमा चाहिँ निगुरे खोज्न जानु सिजन चलिरहेछ नि त। अनि हामीलाई चाहिँ अल्छी पनि लाग्यो। सो अब चाहिँ हामी जाने निगुरे खोज्नलाई। अनि हामी चाहिँ त्यहाँ प्रायः जहिले जान्छौँ, यसपालि चाहिँ गएको छैन नि त। अनि आज छुट्टी पनि भयो, सो हामी चाहिँ फ्री टाइम पनि भयो, त्यही भएर हामी चाहिँ जान लागेको छौँ। अहिले म चाहिँ यहाँ बाटोमा सिस्टर पर्खेर बसिरहेको छु। फाइनली अनि साथीहरू हाम्रो चाहिँ यहाँ सिस्टरसँग भेट पनि भइसकेको छ। अब चाहिँ हामी जानुपर्ने हुन्छ। खालि यस्तो यस्तो झर्नुपर्ने हुन्छ, भिरको बाटो जानुपर्ने हुन्छ जङ्गल भेट्नको लागि। तपाईँ हिँड्नु त अगाडि ल सिस्टर। हामी दुवैजना हिँड्न चाहिँ त्यति बानी छैन, अब के गर्नु, हिँड्नै पर्ने हुन्छ। आजको छुट्टी मनाउनै पर्ने हुन्छ जङ्गल गएर। पानी चाहिँ भगवान् नपरिदियोस् है, यस्तो भिड अप्ठ्यारो बाटो छ। अनि त्यही माथि पानी परिदियो भने त खतम हुन्छ नि फेरि। हामी जानुपर्ने ठाउँ चाहिँ ऊ तल देखेको जङ्गलतिर हो। तल 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 देखिरहेछ, देखिन्छ ठ्याक्कै हामी जानुपर्ने चाहिँ यो ठाउँमा हो। ए पानी आएछ सिस्टर ऊपर हेर्नु बजारतिर। गर्मी पनि अति नै छ, धेरै उयो हो, यो भिड भएर होला होइन। आजको यात्रा हाम्रो सम्मको हो, यो देखिएको जङ्गलसम्म। सिस्टर र म यहाँ दुईचोटि हिँडिसक्यौँ होइन, लगभग। तपाईँ र म हिँडेको चाहिँ दुईचोटि भयो। हामी लाली गुराँस फुल्ले टाइममा आएको थियौँ यहाँ। हामीलाई लाली गुराँस मागेको एउटा फुच्चेलाई। घाँस त कति छ हेर्नु न हौ, लोभै लाग्ने गरे। भरे आउनु पो साह्रो छ यहाँ त, जानु त जानु ठ्याक्कै लाएर आउनै गाह्रो छ। के गर्ने हो र, उता ल कहाँ बसौँ, यहीँ बसौँ ल। गलेर चाहिँ हामी बस्यौँ है यहाँ तलमाथि हिँड्दै बानी नै छैन कि हामीलाई, त्यही भएर यस्तो भएको होइन, नभए हामीलाई सजिलै हुन्थ्यो होला। के भएर आज कालो भएको भनेको त वेदरै खतम छ नि त। यो फोनले चाहिँ फेरि मेरो लाइट माग्छ कि। तर पनि के गर्नु त। ए अलि झुक्का त भइहाल्छ नि, जङ्गल हो, त्यही पनि गाई बस्तु हिँड्छ नि। पहिला त यस्तो धेरै उत्तिस घारी थियो यहाँ होइन, ठुलो जङ्गल पो थियो त हौ। हामी चारो खोज्न आउँथ्यौँ, निगुरे खोज्न आउँथ्यौँ, कति धेरै। दुईजनाको यात्रा आज। सिस्टर घाँस त कतिको नि लोप लाग्ने गरी। तपाईँहरू यस्तो काट्न कतिको टाढा जानुपर्छ? ए ती उतैपट्टि छैन, तर हामी चाहिँ साथीहरू अबको 5 मिनटमा चाहिँ पुगिहाल्छौँ है फेरि है, एकैछिनमा पुग्छौँ। फेरि पनि अब भरेतिर अब भिडियो चाहिँ देखाइ नै हाल्नेछौँ। शीतल छ है साथीहरू, शीतल चाहिँ, तर आज पानीले चाहिँ हामीलाई बर्बाद गराउँछ जस्तो। अनि हामीलाई पानीले बर्बाद गरायो भने के हुन्छ। अनि साथीहरू हामी चाहिँ फाइनली जङ्गलमा आइपुग्यौँ, यहाँ निगुरे खोज्ने ठाउँमा।
हाम्रो यो जङ्गल चाहिँ यही हो। यो रोड खनेर केही बिजोक नि यस्तो हत्तेरिका। तर यहाँ गोलिया झिक्नलाई मात्रै होला अब। पहिला कस्तो जङ्गल थियो साथीहरू। यही जङ्गलमा चाहिँ अब हाम्रो यहाँ निकै बेर बस्नुपर्ने हुन्छ हामी चाहिँ। पहिला तल साइडमा जाउँ ल, अनि योमा यहाँ पस्नुपर्छ क्या। यस्तै सिस्टर तलै जाउँ सिधै। उ त्यो बाटोदेखि मुनि पहिला जाउँ, अनि यहाँ बिसाएर यो बिचमा माथि जानुपर्छ। सबै घारी न घारी गमुट लाएर आउनु पर्यो रहेछ, तर हामीले लायौँ न। त्यही सिस्टरमा चाहिँ घारी नै घारी। यहाँ होइन फाइनली निगुरे पनि खोजिसक्यौँ हामीले त। यहाँ ट्याक्क लाएर यहाँ त आधी पुरै छ होला भनौँ न। हामीले यति खोज्यौँ। यति छ यहाँ मुनि, अनि यहाँ यति छ। यहाँ चाहिँ हाम्रो निगुरे मिलाउने काम हुँदैछ। यहाँ सिस्टरले चाहिँ मिलाउँदै हुनुहुन्छ। ठ्याक्कै लाएर गऱ्यौँ पनि। टन्नै खोज्यौँ, हामीलाई पुग्ने जस्ट त्यो अब घारी छ नि त, अनि हामी पेल्नै सक्दैनौँ घारीमा त। आम्मामा घारी पेल्नु साह्रो लाग्यो। म चाहिँ गम्बुट लाउँदा चाहिँ हुन्छ कि यो चप्पलमा त भरे सर्पले यस्तो गरिदियो भने त डर लाग्छ नि त। हामी त जानु पर्ने हुन्छ हाम्रो यहाँ लाउनु यो। अब चाहिँ हामी फर्किन आँटेको साथीहरू। स्ट्यान्ड नभएर कति खाइ पनि सकिँदैन, वाक्कै हुन्छ 1-2 छाकबाट। त्यही भएर म त फुलेको मात्रै लगाएको। जाऊँ ल। अब चाहिँ हामी गएको। सिस्टरले आधी बोरा आधी झोला। यता हेर्नु त तपाईँ हो बोरा। यसरी अगाडि बढ्छौँ भन। मलाई त कस्तो आज चाहिँ केही सर्पको डर क्या। यतिखेर चाहिँ लास्ट अनि फेरि जहाँसुकै सर्प छ नि त आजकल। नभए त म सधैँ त ड्राम पस्थेँ नि त जङ्गल। हामी खासमा हिँड्नै सक्यौँ न, हैरान भइसक्यौँ यहाँ। म त अलि हलौँ त सिस्टर चाहिँ। माथि बरमा गएर बस्नुपर्ने हुन्छ। हामी यहाँ बस्नुपर्ने हुन्छ, यस्तो गाह्रो भयो। गल्ली होइन लास्टै। म चाहिँ एकछिन ढल्किनु पनि पर्यो नि ढुङ्गामाथि। कति साह्रो भकुलु हिँड्ने बानी छैन रहेछ। एउटा हेलिकप्टर किन्ने बेला भयो जस्तो छ साथीहरू होइन। सिस्टर चाहिँ माथि गरेर मास्तिर साइडमा, म चाहिँ यता। यहाँ चाहिँ टक्क बरको बुढ छ। यस्तो गरेर बोकेर कस्तो टिकटक भाइरल भएको थियो नि, देख्नु? कुन होला? यसरी बोकिसेर अनि टिकटक बनाएछ। त्यो त देखेको छुइनँ। अब हाम्रो यहाँ फोटो खिच्ने कार्यक्रम हुन्छ क्या, खिच्ने परिगयो। अलि यहाँ खुल्ला ठाउँमा आएको छौँ अहिले चाहिँ। एक मुठी चाहिँ राम्रो हुन्छ है होइन, मिलाएर एक मुठी। कसो गर्नु त्यो? यस्तो राम्रो निगुरे ल्याएको छौँ कि हामीले यहाँ होइन। यसो गर्नु न, ड्याप होइन त्यो बङ्गा मुठीभरि हाल्नु हो त्यसरी। अनि यहाँ सिधा हो त्यसरी हुँदैन रहेछ होइन। कस्तो राम्रो छ क्या अर्ग्यानिक निगुरे। निगुरे कस्तो राम्रो हामीले ल्याएको छौँ ल। गरौँ। कस्तो गरिरहेको थियो रे सिस्टर यस्तो? यस्तो हामी यहाँ हल्का चाउ खानुपर्ने हुन्छ। अलि यता आउनु। अब चाहिँ यहाँ हामी आनन्दसँग बसिन्छ मजाले, अनि चाउ खाइन्छ गइछ। अनि
तर कस्तो मिठो बन्छ है यस्तो होइन कुकुर आयो फेरि हान्दैन हान्दैन बाटोमा मान्छे चाउ चाउ वाइ वाइ साथीहरू यो चाहिँ गाउँमा पाउँदैन है सिस्टरले चाहिँ बजारैबाट ल्याउनु भएको रहेछ अस्ति के भएर नपाएको नि यही मात्रै मिठो लाग्छ लाग्नु त तपाईँको ज्याकेट खुसी छ होला नि वाइ वाइ एकदम टेस्टी छिटो बाटो ल्याएको तनाव आहो ला बाटो चाहिँ अप्ठ्यारो छ है खुट्टाको छु होला बस्नु बस्नु आज स्ट्यान्ड नल्याएर हामी दुईजनाले यहाँ मैले चाहिँ लिएन र जहिले बिर्सिन्छु कस्तो टेस्ट पनि मिठो हुन्छ वाइ वाइको चाहिँ अरू त के खाएको हुन्छ साथीहरू अब चाहिँ जानुपर्ने हुन्छ बस्दा 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 1 घन्टा चाहिँ बस्यौँ होला यहाँ लगभग है कति छिटो पानी त पानी आयो है अब चाहिँ हामीलाई भेट्छ नि जाउँ सिस्टर अब एक सास जान्छ है हाम्रो अब चाहिँ हामी लागेको अनि सिस्टर चाहिँ एका बाटो जानुहुन्छ म अर्को बाटो अलि माथिबाट चाहिँ फाइनली साथीहरू अब हामी दुईजनाको यहाँ छुट्ने टाइम पनि आइसकेछ सिस्टर चाहिँ एउटा मुनिको बाटो जानुहुन्छ म माथि थो ला खोइ त ला त्यही त सोध्दैछु त अब चाहिँ यहाँदेखि छुट्नु पर्ने हुन्छ है साथीहरू अनि त्यही हो सधैँ यन्जु भ्लगलाई माया गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यति नै हो बाई बाई लु तपाईँ पनि जानु है लु यतै हो उहाँ जाने ल